नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल मीनाक्षी भ्लग। सो साथीहरू म एकदम सन्चै छु। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा छ। आज न्यू भ्लग सुरुवात गरिसकेको छु साथीहरू। अनि साथीहरू मैले चाहिँ एकदम धेरै टाइम भयो भ्लग सक केही पनि गरेको थिएन, भिडियोहरू बनाएको थिएन नि त। अनि आज चाहिँ मैले भिडियो बनाउँदै साथीहरू। अनि ह्याप्पी दसैँ सबैजनामा होइन, दसैँ पनि लागिसक्यो नि त। अब भन्नु मतलब घरि स्थापनादेखिको दसैँ सुरु भइसक्यो हुन्छ होइन, 1 दसैँ। अनि सो आज चाहिँ भोलि फुलपाती हो नि त। अनि आज हाम्रो लास्ट दिन हो ड्युटी चाहिँ होइन, काम चाहिँ। अनि त्यो कुखुरा हेर्नु न, बिहान बिहान कुखुरा बाँसेर निलीमा त दिमाग आउट बनायो। आज निलीमा पुगेको छैन। अनि सो अनि आज चाहिँ हामी जाँदैछु ड्युटी जाने। अनि 4 बजीतिर छुट्टी हुन्छ होला होइन। अनि त्यसपछि म चाहिँ जान्छु पारी घरमा। धेरै भयो नि त घरमा गएको पनि, त्यही भएर अब म बिहान उठेर मुखसुख धोएँ होइन। अब कपाल सपाल कोरेर खाजा खाएर म जान्छु। अनि सो साथीहरू होइन, मेरो चाहिँ हुन्छ कि त्यो हुन्छ न पछाडिको क्यामेरा ब्याक क्यामेराबाट चाहिँ कस्तो हुन्छ मेरो मुखको सेपहरू नै बाङ्गो आउँछ। अन्त सायद बाङ्गो नै छ होइन, त थोरै छ, त्यस्तो धेरै छैन। जस्तो अहिले हामी हुन्छ नि त यस्तो अगाडि क्यामेराबाट जति देखिरहेको नि हो यति नै छ, यस्तो धेरै पनि छैन। अरू क्यामेरा जस्तो बाङ्गो पनि देख्दैन रहेछ मुखहरू पनि होइन। सो मेरो पछाडि क्यामेरा चाहिँ धेरै बाङ्गो देख्ने क्या, चाहिने भन्दा बेसी नै। अनि मेरो चाहिँ बिहानको खाजा होइन, ड्युटी जानुभन्दा अगाडि म चाहिँ केही खाँदिनँ। सो नर्मल भुटे भात खान्छु थोरै, अनि कफी खान्छु होइन साथीहरू, यति हो। अनि म चाहिँ अब खाजा खान्छु। अनि खाजा खाइसकेपछि म जान्छु ड्युटीतिर। सो साथीहरू घर जान लागेछौँ होइन। सबजनाले यहाँ दसैँको भाग बोकेर हाम्रो चाउमिन ब्राउनहरू माछा सर्दै साथीहरू। अनि साथीहरू हाम्रो चाहिँ फाइनली कम्पनीबाट बिदाई भइसकेको छौँ हामी चाहिँ। म चाहिँ ब्यागै बोकेर हिँड्दा छु। अनि हेलो हेलो ह्याप्पी दसैँ सबैजनालाई, हेलो हेलो गर्नु न साथीहरू। अनि हामी चाहिँ राम्री बन्न जाँदैछु पार्लर साथीहरू होइन। दसैँमा केही न थ्रेडिङ त गर्नु पऱ्यो नि त गाइज, त्यही भएर म जाँदैछु अहिले पार्लर। अनि मेरो साउन्ड कोही साउन्ड आएर होला है, किनकि मेरो ऊ छैन नि त, माइकिङ छैन, त्यही भएर। अनि म चाहिँ अब यहाँ पार्लरबाट नि म घर पनि जानुपर्छ चाँडो गरेर होइन। 4:30 भइसक्यो। अनि आज चाहिँ हाम्रो यहाँ येल्लोवालीहरूलाई दसैँको शुभकामना। सेम टु राम्रोसँग दसैँ मानेर आउनु ल। मासु भात ड्याममा खाएर मोटाएर आउनु हो त्यो डिस्काउने ल गएन। राम्रो लाग्यो मलाई थ्रेडिङ गरेर होइन। रातै पऱ्यो, ढिलो नै भयो कि 4 बजी छुट्टी भयो पनि। अब त्यो पार्लर जाँदा थ्रेडिङ गर्न गएको नि त। अनि पार्लरहरू पनि भिड थियो। अनि सो रातै पऱ्यो होइन हामीलाई चाहिँ। अनि बहिनी र म जाँदैछु घरतिर। हेलो स्वागत छ मेरो भ्लगमा, वेलकम छ। अनि मलाई चाहिँ कस्तो फिल भइरहेको नि है, माइत आएको फिल भइरहेछ। अनि धेरै भयो नि त। अनि घामले घर नगएको पनि कति लगभग 1 महिनादेखि हुन लाग्यो अरे। म घर पनि गएको छैन, अनि काममै हुन्छ नि त। अनि बेलुका भ्याउँदैन घर जान पनि। सो अनि तर अब आफूले अलिअलि कमाएर टक्क लगाएर होइन, यस्तो अलिअलि कोसेली लगाएर घर जान पाउँदा चाहिँ छुट्टै खुसी मिल्दो रहेछ। छुट्टै खुसी हुने रहेछ क्या। मलाई चाहिँ त्यो फिल भइरहेछ आज, खुसी लागिरहेछ। धेरै समयपछि घर जान लागु भएर होला सायद। सो हामी आधी बाटो पुग्यौँ। मेरो हात पनि गाइज म चाहिँ घर आइपुग्यो। अनि हामी चाहिँ भाउजूसँग भेट भएको छ फाइनल्ली। हेलो भाउजू छिटो मलाई त हाम्रो गाउँको मान्छेसँग भ्लग बनाउनु मन लाग्दैन कि दसैँ लागेर के अरे। अनि सो गाइज म चाहिँ भेट्न जाँदैछु साथीलाई। अनि म चाहिँ मेरो भदा भेट्न आएको, भदा पनि हस्पिटलमा बिरामी छ नि त। सो त्यही भएर म त जाँदैछु साथीको घरमा। मासु नखानु भयो दसैँमा नि, दसैँ कति लगाइरहेछ त ल्याइदिनु मन थियो। एरिका म चस्मेवाली भएको फुपू खै कान्छी फुपू भित्र सुतिरहेको
साका सन्तान सब बिरामी भएको छ है सुतिरा रे साथीहरू सुतिरा ओइ नानी मलाई डिस्टर्ब गर्न चाहेन साथीहरू गुड मर्निङ होइन अब हिजो मैले भ्लग इन्ड गर्न नि पाएन रात पऱ्यो नि त अनि मेरो भदा पनि आइपुगेन राति मात्र धेरै राति आइपुग्यो सो त्यही भएर भ्लग पनि गरेन अहिले चाहिँ बिहान 8-9 बजी साथीहरू होइन अनि खाना बनाउनु साह्रो छैन दसैँ लागेर के हो अल्छी लागिरहेको छ अनि सो म तर खाजा बनाउँछु पहिला खाजा खाएर बजाउँछु भन्ने सोचिरहेको छु साथीहरू अनि कस्तो लाग्छ होइन मैले कानमा बुढी मान्छे जस्तो ल मैले चाहिँ आज खाजा के बनाउँदैछु भने साथीहरू टेन पास्ता बनाउँदैछु साथीहरू मैले कसरी मलाई खासै बनाउन नै आउँदैन यो पानी उम्लेसी हाल्नुपर्छ भन्नुहुन्छ मम्मीले सो त्यही भएर मैले यसरी बनाउँदैछु पास्ता अनि म चाहिँ खाजा खाइसकेपछि बजार जान्छु होइन साथीहरू नुहाउनु पर्ने खाजा अनि बजार जान्छु त्यही म अनि त्यही भएर आज मैले भ्लग इन्ड पनि गर्न पाएन बेलुकाखेरि गर्छु होला सो साथीहरू हेरेर साथ दिनु होला होइन अनि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला साथीहरू अनि सो गाइज म जाँदैछु बजार है अनि त्यही गर्छु सो अलिकति एउटा कुर्ता चाहिँ किन्छु भनेर सोचिरहेको छु म बजार लगाएको अनि भाउजूसँग आउँदा एकचोटि हस् मेरो मलाई फुल त्यो अम्लो देखाएर होला नि फेरि ल ल ल लु कति राम्रो देखेको ल ल यस्तो होला बिन्दी अनि सो गाइज म त्यो बजारबाट अति नै आएको है 3 बजीतिर 4 बजीतिर आएको अनि मैले चाहिँ भ्लगहरू बनाउँथिनँ त्याएर बजार यति भिड थियो होइन मैले बजारतिर केही भ्लग पनि बनाउन सकेन पनि र मलाई त लाज पनि लाग्यो यति धेरै मान्छेहरू थियो अनि सो त्यही भएर म चाहिँ अहिले भ्लग इन्ड गर्दैछु साथीहरू अनि हेरेर साथ दिनुभएको पनि छैन